मेडिटेसनको टेक्निकल हामीले साइन्सले बुझेको हुन त म ठुलो मेडिटेटर होइन तर हाम्रो हस्पिटलमा अहिले चाहिँ जीवन विज्ञानसँग हामी मिलेर चाहिँ हप्ताको 2 चोटि चाहिँ हामीले मेडिटेसन सुरु गरेका छौँ र त्यसमा डक्टर नर्स अनि पेसेन्ट र पेसेन्टको फ्यामिली पनि आउन सक्नुहुन्छ त्यो राम्रो लागेरै गरे हो हामीले त्यो बेस्ट हुन्छ भन्ने गरे हो त अब मेडिटेसनको बेसिक प्रिन्सिपल मैले बुझेको चाहिँ हाम्रो दिमाग टु एक्टिभ छ के टु एक्टिभ छ एकदमै धेरै च्याटरिङ भन्छ नि झ्यार 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 भइरहेछ के सोचेको छ केही न केही गरेको छ झगडा पनि गरेको छ कन्क्लुड पनि गरेको छ त्यो चिजलाई क्वाइट डाउन गराउने टेक्निकहरू छन् मेडिटेसनमा तपाईँले मेडिटेसनको टेक्निकहरू हेर्नु हो भने मोरले सबै मेडिटेसनको टेक्निक चाहिँ सेम हो अनि आफ्नो त्यो लेभल लाउनलाई अलिअलि सानसानो त्यहाँ चेन्जेसहरू ल्याए मात्रै हो त्यो बेसिक्स चाहिँ तपाईँले जस्तै हाइपर भेन्टिलेट श्वास लामो लामो सास लिने भन्छ नि त्यो भनेको रगतको नसालाई ब्रेनमा खुम्चाउनु हो क्या स्पाजममा लानु हो त्यो भनेको बढ्ता च्याटरिङ नगरोस् भने हो त्यो ब्रेनले धेरै ओभर एक्टिभ नहोस् भने कहिलेकाहीँ चाहिँ मान्छेहरू त्यसरी सास फेर्दा फेन्ट पनि हुनसक्छ त्यो बेलामा धेरै नै स्पाजममा ब्रेनमा गयो भने होइन त्यो धेरै अप्ठ्यारो भने रोक्नुहोस् है पनि भन्ने हुन्छ गुरुजीहरूले अनि एक्सर्साइज बेसरी गराउँछ आफ्नो जिउलाई बेसरी चलाउँछ त्यो भनेको एक्जस्ट गराउने हो क्या ब्रेनलाई पनि जिउलाई पनि एन्ड देन तपाईँ यस्तो सिचुएसनमा पुग्नुहुन्छ कि तपाईँले चाहिँ मेडिटेसनलाई चाहिँ प्रिसिभ लिन सक्नुहुन्छ त्यो स्टेजमा पुऱ्याएर अनि मेडिटेसनमा जान्छ त्यो बेला त ओ म पनि मेडिटेट गर्न सक्दो रहेछु अचम्म भन्छ तर साँच्चीकै क्वाइट हुन्छ कि त्यो अनि उहाँहरूले त्यसपछि गाइड गर्नुहुन्छ तपाईँ र बेसिकली कस्तो हो भने हाम्रो कन्सियसनेस बाहिर एउटा छ बाहिर हामीसँग कन्सियसनेस छ नि त र एउटा भित्र छ कि कन्सियसनेस दुईटा छ कि इन्टरनल कन्सियसनेस जस्तो भन्नु न मेरो मुटु चलिरहेको छ यो मुटु चलेको मलाई थाहा छैन नि अटोमेटिकली चलिरहेछ नि त होइन अब यो हरेकचोटि यो मुटु चलेको थाहा पायो भने म नै बोलाउँछ त्यही भएर ब्रेनले नै त्यसलाई त्यो सिग्नललाई सप्रेस गरिदियो त्यस्तै आन्द्रा भन्नुहोस् अरू अर्ग्यान भन्नुहोस् जति पनि चलिरहेको सास लिएको पनि हामीले कन्सियसली सास लिँदैनौँ नि त अटोमेटिकली लिन्छौँ इभन सुत्दा पनि लिइरहेको हुन्छ होइन र सुत्दाखेरि सास रोकिने भयो त सिद्धि हो नि त मान्छे त्यो बेला नि त चलिरहेको हुन्छ त्यसले गर्दाखेरि चाहिँ अब त्यो इन्टरनल चिज चाहिँ हामी बिस्तारै 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 आउट हुँदै गयो क्या मेरो खुट्टो कहाँ छ मेरो हात कहाँ छ जस्तो बेसरी साइकल चलाउनु भयो एकदम थाक्नु भयो बल्ल तपाईँको खुट्टा फिल हुन्छ क्या किन खुट्टाबाट दुखाइ सिग्नल जान्छ ओ मेरो त खुट्टा पनि रहेछ भन्ने फिल हुन्छ कि मान्छेलाई जब पेट दुख्छ तब ए मेरो पेट है यहाँ रहेछ नि त मेरो पेट हुन्छ त्यो इन्टरनल फिलिङ चाहिँ मेडिटेसनले दिलाउनु खोज्छ त्यो एकदम राम्रो जस्तो लाग्छ मलाई त्यो कुरो